युआर वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ मेरो छोराको हेयर कटिङ डे हो है। हेर्दा हेर्दा मेरो छोरो पनि ठुलो भइसक्यो क्या। धेरै भइसक्यो थियो उसको कपाल नकाटेको, जाडो महिना भएको भएर चाहिँ यत्तिकै छोडिदिएको थिएँ। तर अब चाहिँ धेरै लामो भएको भएर चाहिँ काटिदिनु पऱ्यो भनेर चाहिँ कपाल काट्न लिएर आएको। अनि आइसक्रिम चाहिँ दिन नमिल्ने हो, तर अब आइसक्रिम नकिनिकन कपालै काट्दिनँ भनेपछि त अब किनिदिनै परि नै हाल्यो। अनि मलाई पनि पानीपुरी चटपटी खान एकदम धेरै क्रेभिङ भइरहेको थियो धेरै दिनदेखि, एक्लै जान मन लागेको थिएन। तर अब त आफ्नो छोरा नै साथी जस्तो भइसक्यो नि त। अनि हामी आमा छोरा चाहिँ मस्त पानीपुरी चटपटी खान गयौँ। मेरो छोरालाई पनि चटपटे पानीपुरी भनेपछि साह्रै मनपर्छ। एउटा आमालाई आफ्नो सन्तान कहिले पनि ठुलो भएको महसुस त हुँदैन, तर मलाई चाहिँ मेरो छोरा समयभन्दा अगाडि नै ठुलो भएको जस्तो महसुस हुन्छ। किनभने उसको आनी बानी, उसको सोच विचारहरू चाहिँ ठुलो मान्छे जस्तै नै छ। अनि साथीहरू पनि उसले आफ्नो एजभन्दा 4-5 वर्ष ठुलो नै बनाउन खोज्छ। अब चटपटे पार्टनर नै आफ्नो छोरा भएपछि मलाई अरू साथी किन चाहियो र? मेरो साथी नै मेरो छोरा हो।